Welcome back to my new another reaction video of Maila Dai. Let's check it out. अहिले त खासै नराम्रो केही लेखे हैन त्यस्तो अति रन्डो बुढो लेखे खान गाउन पागलले अति पागल होइ त्यसलाई त बोलकै आन्दिनु दाइ फेक आइडीहरु हुन्छ नि पढ्नु हुन्छ दाइ हजुरलाई ग्यास्ट्रिक छ र यहाँ यस्तो भन्दा मैले दाइलाई ग्यास्ट्रिक छ अरे मेरा तो गेम बजाना पर्छ त्यो मेसेज पढे सुनाउन हुन्न त्यस्तो मैले दाइले त राम्रो केटीहरुलाई मात्र यसै वर्ष भन्दाको ल हुन्छ ल तपाईलाई पनि बाइ बाइ गरे मैले अहिले ल न My God, फ्याट्टै काट्दै के ल त्यो बुढाको त माइलोको त के एटिट्युड हो ड्राइभर माइलो आज मेरो लाइभमा 5000 जना हिँड्छ 5000 ले सबै मेरो नभन के हाम्रो भन हाम्रा माइला दाइको लाइभ बन मेरो नभन हुन्छ है हाम्रो माइलाको लाइभमा है ड्राइभर माइलो के चाहिन्छ भने या छ भन्छु अहिले त आर्कै सुन्छु के भन्छ बुझी हो कि के भन्छ म त आर्कै सुन्छु यार के भनेको ड्राइभर माइलो Muji Milo. Shiva, what is the meaning of that Muji Milo? दिस वन ब्याड कमेन्ट नो गुड Oh shit, not good. आज हामीसँग एकदमै खतरा मान्छे हुनुहुन्छ आउनुस् उहाँलाई स्वागत गरौँ काका नमस्ते हु हेलेर आर यु चिन्नु भएन फोन मल चिन्दिन राम्रो हेर्नु अनि चिन्नुहुन्छ चिन्नु भयो ओगनलाई चिन्दिन नि त कसैलाई पनि चिन्न छोडे के आज तर तपाईहरुले चाहिँ मलाई चिनिसक्नु भयो होला तर म चिन्दिन माइला दाइलाई पनि चिन्न सकेन त सबैले कहाँ चिन्छन् त आफ्नो परिचय दिनुस् न बरु सेक्सी बोका हजुरको नाम भन्नुस् न नाम नामै सेक्सी बोका कसरी सेक्सी बोका ल त मिया खलिफासँग मलाई एकचोटी भेट गराउनुस् त यसैमा ए मिया खलिफा चाहियो हजुरलाई काकीलाई फोन गरेर भनिदिनु चाहिए कुरा नगर अनि भ्युअर्सलाई आफ्नो परिचय दिनुस् न तपाई को टिकटक स्टार माइलो दाइ हो जापानको नाटक बेसी स्टार हो आफैलाई सम्झे हाम्रो फलोअर्सहरु हामीले कति के बना नसाल्नुस् तिनी फलोअर्सलाई केही काम छैन त्यही त फलोअर्स मात्र भएर हुँदैन टिकटक स्टार बन्दा उहाँले यस्तो चुनाव पनि जित्नु पर्यो जापानको टिकटक स्टार को बन्ने भनेर चुनाव गरेछन् फेसबुकमा चुनाव गरेकै जानकारी देख्नु भएको छ अनि हाम्रो काकाले त्यो चुनाव जितेर पल्साको हातबाट सम्मान पनि पाउनु भएछ Congratulations. Successful person. चुतियारो राणाको मानौरो जवान सम्हालेर बोल्नु हो चारजना जम्मा भएर खादा माला लगाएर म स्टार मान्दैन माइलो दाइबाटै टिकटक चलेको छ ठुलो जापानमा कुरा नगर्नुस् भयो हजुरको भन्दा बढी फलोअर्स त रतन कार्कीको छ बच्चाहरूलाई चाहिँ तपाईले भाउ दिने दिन्छन् त मैले बुवासँग भेट भयो अब मैले त माइले बुवा हैन दाइ मेरो बुवाको सम्मान हुनुहुन्छ दादा भन्नुपर्छ के बुवा भन्ने हैन दादाको दुईटा मिनिङ माइलोले दियो दाइलाई दाइ मान्न तयार नभएपछि गर्ने के यार 2 लाख पुगे नेपाली चाहिँ जापानमा खै माइल दाइको जति नाम कसैको छ जापानबाट ल भन्नु छन् नि जापानबाट सबभन्दा धेरै नाम चलेको मै हो भन्ने लाग्यो होला हजुरलाई तर हजुर भन्दा पनि धेरै फेमस मान्छेहरु छन् त्यहाँ जापानमा को हुन् तिनी नमस्कार जापानको टिकटक स्टार माइलो दाइ जो मै भन्छु ल तपाई नै भन्नुस् पुरै जापान तपाईकै भयो खानुस् जापान त जमाना खाइसकेको 2021 मा अब पुरा नेपाल खान मन छ तपाई जेपीटी उइ नबोल्नु छ मुख छाड्न देन रन्डो छोरा तपाईको आफ्नै इज्जतको बेइज्जत छाडेर तिम्रो बानी पनि बहुत खराब छ के तिमी मान्छे कमिना जो रहन्छौ के तिमी सबै जिन्दगी यहाँ कहिले सुध्रिनु साकारदै हैन हजुर त सुध्रिनु पर्ने भन्छ यो कुरा नगर वस्तु कुरा गर्नु छ ल भन्नुस् त हजुरको डान्सर म हुँ हो र एकछिन नाच्नु न तेरो बाउलाई नचासाले अनि यस्तो छ बोली अलि सुधार्नु पर्यो के काका तिमीले सुधारेर म सुधार्नु 45 46 वर्षको उमेर गर्नु छ कुरा बरु टिकटक लाइभ बस्ने बाहेक हजुरले अरु के गर्नुहुन्छ जापानमा बसेर बिजनेस गरेको मान्छे हो माइला दाइ बुझ्यौ ए हजुरले रेस्टुरेन्ट छ मेरो भन्नु भयो अनि त्यहाँ हजुरले भाडा माच्नुहुन्छ भाडा त होटल लाइनमा सबैले माच्छन् गर ए रन्डीको बान भाडा माजेर बस्छ तेरा बाजेले माच्छ भाडा भाडा माजेर न तल त भाडा मजाउँछु यहाँ रेस्टुरेन्टमा जग्गा छोड्दिनु यस्तो शान्तिको कुरामा झगडा गर्नु हुँदैन क्या हजुर यस्तो खतरा मान्छेले माइला दाइ हो के आजको स्टार टिकटक स्टार कोही मामूली मान्छे हो माइला दाइ त्यही त अनि माइला दाइ टिकटकको अलराउन्डर हो नि हजुरले एक्टिङ गर्नुहुन्छ साराले बोलाउने मायालाई को खुशी भन्दा मंजिल तो राह ढूंढ लेते हैं रास्ते मगर खोज या भोसडी के क्यारिकेचर पनि गर्नुहुन्छ कंचा अपन को क्या समझता है बेटा बेटा ही होता है बाप बाप ही होता है डान्स गर्नुहुन्छ हजुरले दिल तेरी आँखों में डूबा गीत पनि गाउनुहुन्छ एउटा गीत गाइदिनुस् त ल गिटार बजाऊ लालो पाते फुल्यो रुतिर व्हाट द फक तिम्रो माया भए नि आउने मैतिर के देऊ तिम्रो नतिर स्वर पनि मेरो गेडा जस्तो तेरी महानी कुकुर माइलो दाइ नै टिकटकको गुरु हो जापानको हो यो पनि हो उहाँले सब कुरा सिकाउनुहुन्छ टिकटकमा एक्सरसाइज कसरी गर्ने सिकाउनुहुन्छ कमरको 1 2 यिनी कुर्कुचालाई छोड्ने कोसिस गर्नु होला योगा सिकाउनुहुन्छ रामदेव बाबाले पनि कहिले काहीँ देखाउनुहुन्छ डान्स सिकाउनुहुन्छ अब डान्स गर्ने तरिकालाई हेर्नु 1 2 3 4 क्लासिकल डान्स पनि सिकाउनुहुन्छ उहाँले लाग्दै था
अनि जापानिज बोल्न सिकाउनुहुन्छ बिहानको नमस्कारलाई ओहायो गोजाइमास भन्छ दिउँसोको नमस्कारलाई कोनिचिवा भन्छ साँझको नमस्कारलाई कुम्बम्बा भन्छ अङ्ग्रेजी बोल्न पनि सिकाउनुहुन्छ डिनर टाइममा गिभ मी प्लिज डिनर भन्न पर्यो डिनर ओके रेडी डिनर भन्न पर्यो लन्च वा लन्च रेडी ओके प्लिज गिभ मी भन्न पर्यो अनि मलाई भोक लाग्यो भने मैले कसरी भन्ने अङ्ग्रेजीमा आई एम हंग्री एउटा काम गर्नु पर्यो गाली गर्न पनि सिकाउनु पर्यो एरीमा हानी खच्चर एरीमा हानी गधा फुटियो अन्डा साला गधा खाते बाउला कमण्डी वनमा चुतिया साला साले कुकुर हरामी साला साले कुत्ता साला ओछडीका आबार साला कुत्ता 90 किलो का शरीरलाई घटाएर चाहिँ नपर 65 किलोमा ल्याछु हो नि मालाले भनेको मोटिभेसन हो उहाँलाई हेरेर मोटिभेट हुन सक्नुहुन्छ पहिला यस्तो मोटो हुनुहुन्थ्यो अहिले हेर्नु त यत्रो पेट थियो पहिला हैन अहिले हेर्नुस् त सकै के आइमेले चाहिँ पेट देखाउँछु हेर मर्दोको छोरो सोध्ने नि यसरी छाती देखा नै त्यही त हजुरको पेट लाग्यो हो र पेट लाग्यो यसलाई म तँलाई यस्तै छाती बनाइदिन्छु यस्तो मासल बनाइदिन्छु ल हेर खाते यहाँ बोल्ने पारा हेर्न खाते अलि इज्जत गर्नुपर्छ त्यही त भन्छु नि मैले काका आएर बोल्ने शैली सुधार्नु पर्यो के भनेको त्यो खाते साथै उहाँ को चिन्नुहुन्छ कसले चिन्छ त्यसलाई लाउन सक्नुहुन्न तपाईले लोकगीत सुन्ने ल सुन्नुस् को उहाँहरु चिन्नु भयो फोन मोल चिन्दिन नेपालले चिन्नुहोस् तँले मैले तँलाई चिनिया छौ तिमीले जापानको सबभन्दा पहिलो टिकटकमा चर्चित भएको भाइरल मान्छे हो मैले को नेपाल हैन त्यही त नि नेपालीको भ्यू होइन त मुजी कुरा गर्नु त मुजी कुइरेको भ्यू हो तपाई नखराउनु हेर भाइ तँले नेपाल एयरपोर्ट देखि नगर्नुस् बा छोड्नुस् म्युट हान्दिए मैले तपाईलाई 5 minutes म भन्दैछु अझै पनि लास्ट वान औला नदेखा मुजी औला देखार कुरामा त नजिक भएको वा कानको निचे चाहिँ नपर फिलिङ्गा उडान्जेरी बजाउन मन थियो के यार नि एनिवे जलदाको भिडियो यत्तिकैमा सकिन्छ फेरि अर्को भिडियोमा आउनेछु त्यतिकैसम्मको लागि बाई